रिप्रेजेन्ट गर्छ नेपाललाई र त्यही हो अरु केही पनि छैन म मेरो काममा बिजी छु अब बहिनी अब के भयो भने तपाईले अब त्यो बनिदिनु भयो हैन नेपालीले नराम्रो भन्नुभयो नेपाल कतिजना रिस उठिरहेछ तर तपाईले एकजना जो व्यक्तिसँग रिस उठ्यो त्यसलाई चाहिँ तपाईले अलिकति उहाँसँग गर्नुपर्ने र तपाईँ एउटा टाइटल होल्ड गरिसकेको मान्छेले यो गर्दाखेरि चाहिँ धेरै पब्लिस भएर भयो हैन अब नेपालले एकचोटि सरी भनिदिनुहोस् म पनि अब किनभने तपाईलाई धेरै धेरै गाली गरेर देख्दाखेरि चाहिँ मलाई पनि अलिकति धन्यवाद हजुरलाई साथै जम्मै नेपाली समाजलाई नेपाली भाषी मान्छेहरूलाई नेपालको मान्छेहरूलाई मुरी मुरी धन्यवाद उहाँहरूले मलाई सम्झाउने कोसिस गर्नुभयो त्यसमा उहाँहरूलाई बहुत बहुत धन्यवाद अरु उहाँहरूको दिल दुखाएकामा माफी चाही म सीमा सुवेदी आफैलाई हजुरहरूको परिवारको एउटा मेम्बर ठान्छु है आशा गर्छु अनि अर्को एउटा कुरा बहिनी एउटा कुरा भर्खर मैले चाहिँ एउटा फेसबुकमा देखेको थिएँ कि के अरे यो बङ्गलादेशको चाहिँ त्यो अहिले वेस्ट बेङ्गलको चाहिँ ममता के भने त्यहाँ त्यो चिफ मिनिस्टरले तपाईँले कति पैसा धेरै दिएको छ उसले बोल्न लागेको भन्छ त्यो कुरा सत्य हो पहिलो कुरो त मेरो बङ्गलादेशको त्यो चिफ मिनिस्टर खोइ कहाँको कुरो गर्नुभएको हो त्यहाँसँग मेरो केही लेना देना छैन म एउटा आर्टिस्ट हो आफ्नो कामले मेरो पहिचान छ एसिया इन्टरनेसनल जितेदेखि मान्छेले मलाई जान्दछन् मेरो नर्थ इस्टमा अरू मलाई गोर्खा जातले अरू जम्मै भारतमा बस्नुभएको जाति जनताले पनि धेरै सपोर्ट गर्नुभएको थियो आजसम्म गरिराख्नु भएको छ उति नै मलाई नेपालको जनताले पनि सपोर्ट गर्नुभएको थियो होला सम्भव अरू त्यो कुरो मैले मलेसियामा भी चाल पाएँ मलेसियामा रहनुभएको नेपालीहरूले धेरै नै खुसी जाहेर गर्नुभएको छ जब मैले जितेकी थिएँ उहाँहरूको आँखामा त्यो खुसी मैले देखेकी थिएँ म त्यसको दिलले इज्जत गर्छु कदर गर्छु अरू इन फ्युचर सबै जम्मै नेपाली जातिको लागि के एउटा राम्रो नाम कमाएर सबैको नाम अझै उचाइमा लिएर जाने सपना देख्छु ल बहिनी अब जे भने तपाईँ मेरो गल्ती भइहाल्यो मानवता हुन्छ मानवता गल्ती कोही बेला हुन्छ अब आइन्दादेखि फ्युचरमा तपाईँले यसो नभनिदिनुहोस् एउटा हामी नेपाल तपाईँ जे पनि नेपालको बाउ तपाईँको मम्मी ड्याडी नेपालको कुन हुनुहुन्छ तपाईँले यसो नभनिदिनुहोस् होइन मलाई पनि एकदम मैले पनि एकदम रिस उठेको थियो तपाईँ त्यसो कुरा गर्दाखेरि र यो देशले अर्को देशलाई किचड नउछाली हामीहरू एक भएर मिलेर चलौँ उहाँहरूको बिना हाम्रो केही हुँदैन हाम्रो बिना उहाँहरू केही हुँदैन मलाई पर्सनली भी फिल हुन्छ कामको लागि कमेन्ट गर्नु मैले साँच्चै नै गल्ती गरेको हो लेकिन यो गल्ती भी मलाई एकदम यस्तो मलाई गुस्सा आयो के भन्ने अब उनीहरूले मेरो नेपालीमा कमेन्ट गर्छ मलाई के खराब लाग्दैन सच्चमा मेरो नेपाली बहुत खराब छ यो भी मैले सिकेको र त्यही अहिले भी म यहाँ सुटमै छु है स्टुडियोमै अब जे हुनु पिस हुनु भइनी है तिमी पनि नजाने तिमीलाई गल्ती भयो त्यसमा चाहिँ अब मान्छेले नेपाली हाम्रो नेपाली दाजुभाइले पनि माफ दिनुहुन्छ होला आशा गर्दछु म पनि होइन तपाईँले जे गर्नु गल्ती गर्नु भयो आइन्दी दिनमा कसरी तपाईँ रिसायो भने नरिसाउनुहोस् रिस भन्ने कुरा एकदम हाम्रो एनिमी जम्मै दाजुभाइहरूलाई चाहिँ एउटै रिक्वेस्ट गर्छु कुनै पनि नारीमा केटी मान्छे चाहे कुनै होस् मेरो संस्कारले चाहिँ यो भन्छ है मलाई थाहा छैन उहाँहरूले के भन्न खोज्नुहुन्छ लेकिन कुनै पनि नारीमा कुनै पनि जातिको मान्छे होस् एउटा लेडीलाई चाहिँ धेरै सम्मान गर्नुपर्छ होइन त्यो चाहे धन्दा गर्नेवाली नै होस् न केही होस् मान्छे सबैको आफ्नो आफ्नो कर्म हो जसरी मैले भाडा माझ्छन् या यहाँनिर भाडा माझ्न आउनुहुन्छ भनेर उहाँहरूको मैले दिल दुखाएँ त्यसै गरी उहाँहरूले जाते अरू मान्छेको मैले जुन भुल गर्ने त्यो भुल उहाँहरूले नगरोस् अरू अर्काको भुलबाट सिक्ने चाहिँ सबैभन्दा ठुलो समझदार भनिन्छ हामीहरूको हिन्दी भाषामा जो दूसरे की गल्तियों से सीखता है वो सबसे बड़ा समझदार माना जाता है त्यही हो अरू हामीहरू हिन्दीभाषी धोती ठिकै छ धोती भइएछ अरे केही बात छैन धोतीहरूले भी केही गर्ला नि है उहाँ स्पेशली मेहनत गरेर खानुहुन्छ उहाँहरू स्पेशली तपाईँ बहिनी लास्ट टाइममै तपाईँ नेपाल जाँदा तपाईँले बढी धोती भनेर मान्छे रिस उठेको थियो तपाईँ त्यो भएर आवाजै आएको छैन मलाई तपाईँ लास्ट टाइममा नेपाल जाँदाखेरि धोती भनेर रिस चाहिँ तपाईँ त्यो भएर उठेको रहेछ होइन ब्राइट कलर पिन्छ धोती उती अलिक मलाई इन्सल्ट फिल भयो कि किनभने यहाँनिर नेपालको मान्छेहरू आउँदा हामीहरू खुब एक्साइटेड हुन्थ्यो इनफेक्ट हामीहरूको घर हुँदै आउँदा पनि यहाँको खाना खिलाउने उहाँहरूलाई यहाँको माका मुखियाको मन्दिर लिएर जाने यता गर्ने उता गर्ने अनि उहाँहरू चाहिँ के ज्यापु पता नै के भनेर हामीहरूलाई नराम्रो नामले मलाई त त्यस्तो खराब राम्रो नेपाली भी आउँदैन अहिले सिकेको र त्यही हो तैपनि आई ट्राइड माई बेस्ट टु स्पिक आई डोन्ट नो अब उहाँहरूलाई कस्तो लाग्छ होला के लाग्छ होला आई डोन्ट नो लेकिन त्यही हो जे होस् मेरो थरले मेरो टाइटलले नेपाली भाषालाई नेपाली जातलाई रिप्रेजेन्ट गर्छ हुनसक्छ मेरो पुर्खाहरू उहाँबाट आउनुभएको हुनसक्छ मेरो बाबाहरू कहिले नगएको होला तर आउन जब भूमि हामीहरूको विच्छेद भयो भारत र हेलो 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 हजुर बहिनी हजुर एनिवे हजुर एनिवे बहिनी अब
म पनि राखिदिन्छु। थ्याङ्क यू फर टाइम दिएकोमा। तर अब एकचोटि अब नेपाली दाजुभाइ धेरै रिस उठिरहन। म भन्न चाहन्छु गोर्खाल्यान्ड यो केवल गोर्खाहरूको भारतीय मान्छेको लागि होइन, हामी सबै जम्मै नेपाली जातिको लागि एउटा जग्गा हुन्छ जहाँ हामीहरूले आफ्नो अस्तित्वलाई खोज्दैछौँ। अहिले भारतको मान्छेहरूलाई गोर्खा रेजिमेन्टमा कति वीरहरू जवानहरू शहीद हुनुभएको छ, उहाँहरूको त्यो शहीद उहाँहरूको त्यो त्याग त्यसै नजाओस् भनेर हामीहरूको कोसिस छ। त्यही भएर गोर्खाल्यान्डको माग गरेको हो। केवल दार्जिलिङवासी होइन, जम्मै भारतमा बस्नुभएको नेपाली भाषी मान्छेहरूले हामीहरूले गोर्खाल्यान्डको दाबी गरेको हो। हुन त म बहुत सानो मान्छे हो गोर्खाल्यान्डको दाबी गर्न, डिसिजन गभर्मेन्टकै हुन्छ है, त्यसमा मैले भन्नुपर्ने केही छैन। लेकिन बिङ एउटा गोर्खा गर्ल मलाई लाग्यो चाहिँ मेरो एउटा रेस्पोन्सिबिलिटी हुन्छ आफ्नो भाषाको लागि खडा हुने। लेकिन त्यसमा आफ्नो भाषाको लागि बोल्दा जब मैले खराब कमेन्टहरू पाएँ तब चाहिँ मेरो दिमाग खराब भएको हो, अरू केही पनि होइन। अरू आज पनि म नेपाली जातलाई नेपाली मान्छेहरूलाई खुबै माया गर्छु। इनफेक्ट मुम्बईमा पनि जति नेपालबाट आउनु भएको छ मेकअप आर्टिस्ट, हेयर ड्रेसर, सबैलाई म राम्रै इज्जत गर्छु, सबैसँग मेरो राम्रो रिलेसन छ। अरू म पर्सनली पनि मान्छे खुब अर्कालाई इज्जत दिने खालको मान्छे हो, मेरो अपब्रिङ्गिङ नै त्यस्तो भएको हो। र एउटा बहिनी अब एउटा तपाईँ एउटा टाइटल होल्ड गरिसके मान्छे तपाईँले अरूलाई कराए पनि तपाईँ एकदम सुहाउनु पर्ने हो। लेकिन त्यही हो, जब आफ्नै मान्छेले भन्छ त बर्दाश्त हुँदो रहेन रहेछ। कुनै अरू जातले भन्थ्यो भने सायद म निक्लिएर पनि जान्थेँ होला। तर जहाँ मैले दिलले मैले पनि त नेपाललाई आफ्नो मानेको थिएँ नि, नेपाली जातलाई आफ्नो। मैले केही नेपालीको लागि पहिलो भिडियोमा नराम्रो भनेकी थिइनँ, लेकिन त्यसको तल कमेन्ट पाएपछि मेरो दिमाग खराब भएर तब सेकेन्ड भिडियोमा मात्रै मैले नेपालबाट पनि त मान्छेहरू आउनुहुन्छ यहाँनिर भाँडाउडा माझ्ने काम गर्नुहुन्छ, हामीहरू पनि यहाँको मान्छेहरू उहाँ गएर ठुलो सानो काम गरेको होला खालको मैले कमेन्ट गरेको चाहिँ हो। यस स्पेसली तपाईँको प्रब्लम चाहिँ नेपालीसँग एकजना केही व्यक्तिसँग प्रब्लम परेर तपाईँ इस्यु यो भएर इस्यु भएको होइन बहिनी? एक्ज्याक्टली, केही व्यक्तिसँगै हो, व्यक्तिगत हो। अरू मेरो यो जघन्य भुल भयो चाहिँ मैले पुरा उसलाई, लेकिन मैले सबै जम्मै नेपाली जातलाई भनेको होइन। मैले भने हामी नेपाली इज्जत गर्छौँ, नेपाली भाषी मान्छेलाई जहिले पनि जहीँ पनि जरुरत भयो मैले देखेँ भने सुभा सुवेदी चाहिँ हमेसा सहायको लागि अगाडि बढेर जान्छ, चाहे जे होस्, चाहे उनीहरूले जति नफरत गर्छ। अरू एउटा इन्सानियत हो, जे जात हुने भन्दा पहिले हामीहरू इन्सान चाहिँ हो, राम्रो इन्सान बन्ने कोसिस गरिँदैछ र पुरी जिन्दगी गरिन्छ। किनभने नो बडी इज पर्फेक्ट है। आज हजुर भी पर्फेक्ट हुनुहुन्न, हामी भी पर्फेक्ट छैनौँ। अहिले मेरो उमेरै के छ, आइएम ओन्ली 23 इयर्स ओल्ड। अगाडि बहुत छ सिक्नुपर्ने र त्यही हो। अरू गल्तीबाटै मान्छेले सिक्छ है, अझै जिन्दगीमा कति भुल गरिएला अब के थाहा है। अझै तिमी 23 मा त भनेपछि तिमी धेरै यङ रहेछौ नि, धेरै काम छ है। त्यस कारणले अरू मलाई स्पेसली आम टेलिङ यु अल नेपालका पब्लिक कि मलाई हजुरहरूबाट दुआ चाहिन्छ, बदुवा चाहिँदैन है। र त्यही हो, दुआ बहुत गर्नुभयो मेरो लागि, मलाई थाहा छ। मेरो दाजुभाइ आज मैले चाल पाउँदैछु, अहिले 2-1 दिनमा मेरो कजिनहरू मलाई फोन गर्नु हुँदैछ कहाँबाट नम्बर पाएर, मेरो आफ्नो कजिनहरू म, किनभने हामीहरू यत्रो टचमा थिएन कहिले पनि। अब आफ्नो मान्छेसँग टचमा हुँदा मात्रै जानिन्छ कि जे को कस्तो, कुन आफ्नो कुन पराया। जस तिम्रो आई होप तिम्रो सानोमा दुःख पाएको छैन होला, धेरै मान्छेहरूलाई धेरै यता धेरै ठाउँहरू देखेको छैन होला। त्यस कारण यो कुरोहरू आउँछ र फेरि यस्तो कुरोहरू आयो भने मान्छे एकैचोटि नभन्नु। जब नेपालमा अर्थक्वेक आएको थियो तब सबै नेपाली जनताको लागि जग्गा जग्गा प्रे गर्ने, क्यान्डल गर्ने, सबैलाई एरेन्ज गर्ने मान्छे मै थिएँ पहिलो कुरो है। आज यो कुरो भन्नु नहुनै पर्ने हो, तैपनि म भन्दैछु। नेपालमा अर्थक्वेक आएको बेला यस्तो कोही टाइम थिएन मैले मन्दिरमा दिया जलाइन होला, मान्छेहरूलाई भनिन होला। लेकिन हामीहरूले जग्गा जग्गा डोनेसन बक्स राखेर उहाँहरूको लागि प्रे गरेको हामीलाई साह्रै दुःख छ त्यस चिजमा। कति मान्छे कति मासुमले जान गवायो। अहिले पनि म इनफेक्ट भगवानसँग प्रार्थना गर्छु जे त्यो दिन फेरि हामीहरूको कसैको जिन्दगीमा नआओस्। उहाँहरूले धेरै सहनु भएको छ, उहाँहरूको रिसाउनु जायज नै छ। जस अब बहिनीले अब नेक्स्ट टाइममा चाहिँ कुनै व्यक्तिसँग त्यस्तो प्रकारले नेपालको नाम लिएर नेपालले नभन्नुहोस् होइन। मलाई नेपाली मान्छे हमेसा चाहिन्छ, म उहाँहरूकै छोरी हो, नेपाल मेरो घर हो, नेपाली भाषा मेरो आफ्नो मातृभाषा हो। अरू त्यही भएर उहाँहरूको बिना मेरो पनि केही अस्तित्व छैन, मेरो बिना उहाँको पनि छैन। भोलि ठुलो नाम कमायो भने चाहिँ सबैले चाहिँ भन्ला नि त अब हामी पछि लियो भनेर है। र त्यही हो, अहिलेसम्म मैले इन्टरनेसनल लेभलमा आफ्नो नाम पुरा नेपाली भाषी मान्छेहरूको नाम गोर्खा गर्ल भनेर त गुगलमा पनि आउँछ। र म सक्षम भएको छु। इन फ्युचर आनेवाला दिनहरूमा पनि म सबै नेपाली जातिको नाम रोशन गर्न पाऊँ, ईश्वरसँग त्यही प्रार्थना छ। जतिले पनि नराम्रो भने उनीहरूलाई मैले अन्तरबाट माफ गरिसकेँ, किनभने
मेरो मम्मी भन्नुहुन्छ अझै गल्तीमा साथ दिने अझै ठुलो अपराधी हो र उहाँहरूले नराम्रो भन्नु भन्दैमा तिमीले केही नभन्नु मम्मी त्यसो भन्नुहुन्छ र आमा बाबाको संस्कार त्यस्तो खराब लेकिन अलिकति कमेन्ट गर्ने अगाडि सोच्नु पर्थ्यो कि मान्छेहरू एक दुसरासँग कनेक्टेड हुन्छ है अब केही एनिवे बहिनी केही छैन अब यस तपाईँले अब यति तपाईँले गर्दा कि धेरै मान्छेहरू अहिले रात दिन नछुटिकन कतिजनाले कमेन्ट गर्नुभयो नारायण दाजु चाहिँ एकदम राष्ट्रप्रेमी आज सीमा भनौँ बा म यस्तो भन्दिनँ मैले भने मलाई माफ गर अब यस्तो नगर होइन राष्ट्रप्रेमी यसै गरी हुनुहोस् हामी सबैजना यसै गरी हाम्रो एकता होस् अब माया गरून् हामीहरूको बिचमा हमेसा यसै गरी माया रहोस् प्रेम रहोस् र हामीहरू एउटा परिवार भएर चलौँ र विश्वमा हामीहरू आफ्नो नाम कमाउँ र विश्वलाई जितौँ किनभने बहुत धेरै ट्यालेन्टेड बच्चाहरू छ हामीहरूको जातमा बहुत साराले प्लेटफर्म पाएको छैन इन फ्युचर जरुरत पर्यो भने हामीहरू पनि त्यो जग्गामा पुग्यो भने हेल्प गरिएला सबैलाई हजुर ल हुन्छ बहिनी अब टेक केयर है अब थ्याङ्क यू फर गिभिङ टाइम है बिजी नै थिएँ हजुर सुटिङको टाइममा अलिकति दिक्कतै हुन्छ है हुन्छ कुराहरूसँग कनेक्टेड हुन थ्याङ्क यू भेरी मच हुन्छ बहिनी है ल इन्शाल्लाह ईश्वरले चाह्यो भने हामीहरू धेरै अगाडि बढ्ने है हुन्छ थ्याङ्क यू भेरी मच हुन्छ ल बाई बाई बाई